नेपालमा युट्युब सुरु गर्ने 100 जना मध्ये 98% किन फेल हुन्छ तपाईलाई थाहा छ? किनकि उनीहरू 3 दिन भिडियो बनाउँछन् अनि छोड्छन्, अरूको भिडियो कपी गर्छन्। रिजल्ट छिटो चाहिन्छ, प्यासेन्ट हुँदैन। तर बाँकी 2% थाहा पाउनको लागि चाहिँ तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया प्लिज सब्स्क्राइब गरिदिनु होला। 1. उनीहरू डेली अपलोड गर्छन्। 2. आफ्नो ओरिजिनल आइडिया ल्याउँछन्। 3 नम्बर चाहिँ एकदमै इन्ट्रेस्टिङ छ साथीहरु। 0 भ्युज आए पनि ऊ कहिले हार नमानिकन प्रत्येक दिन भिडियो चाहिँ नियमित रूपमा अपलोड गरि नै रहन्छन् र हार कहिले मान्दैन। साँचो कुरा के हो भने युट्युबमा ट्यालेन्ट भन्दा पनि कन्सिस्टेन्सीले जित्छ। आज तिमी 0 मा छौ भने भोलि 1 हुन सक्छ, तर छाड्यौ भने, क्विट गर्यौ भने सधैँ 0 नै रहन्छौ। अब निर्णय तिम्रो हो के गर्ने भनेर। 98% मा बस्ने कि 2% मा जाने। यदि तिमी 2% मा जान चाहन्छौ भने यो च्यानललाई सब्स्क्राइब गर, किनकि म तिमीलाई सफल बनाउने कन्टेन्ट दिन्छु। त्यसैले साथीहरु तपाईहरु पनि कन्टेन्ट बनाउन चाहनुहुन्छ भने आजैबाट लाग्नुस् र अहिलेबाटै लागिहाल्नुस् र कन्टेन्ट बनाउन सुरु गर्नुस्। हस्त, धन्यवाद।